तपाईले कहिले नोटिस गर्नुभएको छ एउटै पेट्रोल पम्पमा आज $1.50 र भोलि $2 हुन्छ किन यस्तो हुन्छ र हामीले कसरी वीकली $20 to $30 बचत गर्न सक्छौं आज म तपाईहरुसँग एउटा रियल लाइफ प्र्याक्टिकल कुरा शेयर गर्दै छु फ्युलमा कसरी पैसा बचाउने अस्ट्रेलियामा बस्ने हामी धेरैजसो काम पढाइ र अरु एक्टिभिटिज जेसुकै भए पनि गाडी बिना लाइफ चल्दैन तर अहिले के भइरहेको छ वार र ग्लोबल इस्युले गर्दा फ्युल प्राइस दिनदिनै बढिरहेको छ यसको असर सबैले महसुस गरिरहेका छौं तर गुड न्यूज के छ भने सानो ट्रिकले पनि ठूलो सेभिङ गर्न सकिन्छ नर्मली हामी के गर्छौं भने जब फ्युल सकिन्छ त्यही नजिकको पम्पमा गएर भर्छौं रिजल्ट हामीले थाहै नपाई $10 to $20 $30 एक्स्ट्रा खर्च गरिरहेका हुन्छौं अब कुरा गरौं कसरी बिना सेक्रिफाइस सेभिङ गर्ने यी एप्स युज गरेर एप्स नम्बर 1 पेट्रोल स्पाई अब कुरा गरौं पेट्रोल स्पाईको यो एप के गर्छ भने तपाईको नजिकको सबै पेट्रोल स्टेशनहरु देखाउँछ कुन सस्तो छ कुन महँगो छ क्लियरली देखाउँछ प्राइस साइकल पनि देखाउँछ एउटा इम्पोर्टेन्ट कुरा अस्ट्रेलियामा फ्युल प्राइस साइकलमा चल्छ युजुअली मन्डे देखि ट्युजडे अलि सस्तो हुन्छ भने थर्सडे देखि सन्डे अलि महँगो हुन्छ तर एउटै एरियामा पनि प्राइस फरक हुन्छ कहिलेकाहीँ 30 to 40 सेन्ट्स पर लिटर सम्म डिफरेन्स हुन्छ सोच्नुस् त 50 लिटर भर्यो भने $15 to $20 सेभिङ हुन्छ एप्स नम्बर 2 7-Eleven को फ्युल लक अब अर्को पावरफुल टुल 7-Eleven फ्युल लक एपको बारेमा कुरा गरौँ यो एप्सले के गर्छ भने तपाईले सस्तो प्राइस देख्नुभयो भने त्यो प्राइस लक गर्न सक्नुहुन्छ भोलि प्राइस बढ्यो भने पनि तपाईले लक प्राइसमै फ्युल हाल्न सक्नुहुन्छ सिम्पल टिप पेट्रोल स्पाईमा सस्तो देख्यो भने 7-Eleven एपमा गएर लक गर्नुस् र पछि आरामले भर्नुस् अर्को चिपेस्ट अप्सन भनेको कोस्टको हो कोस्टकोमा फ्युल अरु भन्दा 10 to 20 सेन्ट्स सस्तो हुन्छ तर यसमा मेम्बरशिप चाहिन्छ कहिलेकाहीँ लामो लाइन हुन्छ यदि तपाई धेरै ड्राइभ गर्नुहुन्छ भने यो अप्सन वर्थवाइल हुन सक्छ वार ग्लोबल ओइल सप्लाई र डलर एक्सचेन्ज रेटले गर्दा फ्युल प्राइस तलमाथि हुन्छ हामीले प्राइस कन्ट्रोल गर्न त सक्दैनौं तर हामीले कसरी किन्ने भन्ने कन्ट्रोल गर्न सक्छौं